जस्तो यो मेन फर्म भयो। अब यसमा यो नयाँ खातातिर हेर्न परेन अहिले होइन। खास यहाँबाट चाहिँ पशुको विवरण इन्ट्री गरिन्छ। यहाँबाट चाहिँ पशुको हेल्थ सम्बन्धी स्वास्थ्य सम्बन्धी विवरणहरू इन्ट्री गरिन्छ। अरू चाहिँ अब यो रिपोर्ट सिपोर्ट सेटिङ गर्ने चिजहरू छन्, कन्फिगर गर्ने चिजहरू छन्, त्यो त अहिले नहेरौँ। मुख्य अब्जेक्ट चाहिँ यिनीहरू हो। जस्तै यहाँबाट भाले पशुको चाहिँ बोकाथुमा, रागा, साँडे, भालेको एउटा मेनु बनाइएको छ, पोथीको एउटा मेनु बनाइएको छ होइन। अब भालेको चाहिँ इन्ट्री गर्ने यहाँ छ। हरेकको एउटा युनिक ट्याग हुन्छ। त्यो चाहिँ जस्तो बोकाको भैँसीसँग चाहिँ नि जुधेर केही भएन, तर बोकाको भेडाको चाहिँ एउटा फ्यामिलीको चाहिँ नि जुझ्नु भएन के। बोका, बाख्रा, थुमा, भेडा यी एउटा फ्यामिली हुन्। फेरि गाई, भैँसी, रागो, साँडे एउटा फ्यामिली हुन्। अनि बङ्गुर सङ्गुरहरू चाहिँ एउटा फ्यामिली हुन्। तिनीहरूको चाहिँ एउटा फ्यामिलीको अर्कोसँग जुधेर केही हुँदैन, तर एउटा हरेक फ्यामिलीको अर्कोसँग जुझ्नु चाहिँ हुँदैन। एउटा फ्यामिलीको आफ्नै फ्यामिलीभित्र जुझ्नु हुँदैन ट्याग। अब यहाँबाट बोका, थुमा जे रोज छ यो चाहिँ यसरी हुन्छ। अब यहाँ चाहिँ ट्याग चाहिँ योभन्दा पहिला इन्ट्री भइसकेका चाहिँ हेर्न यहाँबाट सकिन्छ। यी यसरी भएको छन्। यहीँ डबल क्लिक गरेपछि त्यसको विवरणहरू यहाँ फिलअप हुन्छ होइन। अब त्यसको चाहिँ यो बेसिक इन्फर्मेसनहरू हाल्ने हो। यहाँ चाहिँ त्यो त्यसको क्याटेगोरीहरू छ। यहाँ चाहिँ त्यसको चाहिँ नि प्रकारहरू छ। ड्रपडाउनमा के आइटम छ भन्ने कुरो मैले क्लिक गरेर देखाउँछु होइन। त्यसको चाहिँ वर्तमान अवस्था के छ, त्यो पशुको जात के हो, यो चाहिँ डेटाबेसबाट हाल्न मिल्ने हुनुपर्छ, उताबाट तान्नुपर्छ। त्यसपछि यो जन्म चाहिँ जस्तो यो जुन ट्याग हामीले यहाँ हान्दैछौँ, यो जन्मेको चाहिँ एक्लै जन्म्या हो कि दुईवटा जन्म्या, तिमीले अब के चाहिँ कसरी जन्म्या हो भन्ने हुन्छ। र यहाँ चाहिँ नि अब यो प्राकृतिक गर्भधान गरे हो कि कृत्रिम हो, चाहिँ आर्टिफिसियल गरे हो भन्ने कुरा चाहिँ लेखिन्छ। त्यसै गरी यहाँ तौलको विवरण लेखिन्छ त्यसको। जस्तो त्यसको हरेक पिरियडमा नापिन्छ कि 30 दिन हुँदा कति, जन्मदा कति थियो, 60 दिन बसी कति भयो तौल, त्यसरी नापिन्छ। पुर्खाको विवरण चाहिँ यसको जम्मै यो 3 पुस्तेको हालिन्छ है। यसमा ट्याग, यहाँ ट्याग हाल्ने हो, यहाँ प्युरिटी हाल्ने हो पर्सेन्टमा। यहाँ ट्याग लेख्ने अनि इन्टर हान्ने, यहाँ भनेको छ नि त। त्यसपछि यहाँ पर्सेन्ट लेख्ने। अनि त्यसपछि अब भएभरका चाहिँ पशुहरू चाहिँ कति इन्ट्री भएको छन्, यो बोका थुमा जे रोज्या छ यसरी चाहिँ यहाँ देखाउने हो। यसरी इन्ट्री भएको यहाँ 5 वटा बोका छन् भन्ने देखियो। यसरी विवरणहरू छ, कसले इन्ट्री गरे, कसले सच्याएको, के गरेको होइन। यो फिल्डले मागेका चिजहरू चाहिँ बनाउनु पर्यो। यहाँ यो रिपोर्टमा जे जे मागेको छ त्यो चिजहरू चाहिँ उता इन्ट्री गर्ने ठाउँमा चाहिँ बनाइदिनु पर्यो होइन। तौल खोजिएको छ, त्यसै गरी स्वास्थ्यको कुराहरू खोजिएको छ यहाँ, यसरी हाल्ने हो। अब फेरि त्यसै गरी अब यो भालेको देखाएँ मैले, जस्तै अब राँगा साँडेको पनि त्यस्तै छ। यो पशुको जन्म प्रकार, पशुको जात होइन, सक्रिय, बिक्री, मृत्यु, हटाइएको। जस्तो एउटा पशु इन्ट्री गरियो त्यो चाहिँ हटाइयो केही भएर भनेदेखि हटाइएको भन्ने हुन्छ। मृत्यु हुनसक्छ, कुनै पशु मर्न सक्छ होइन। त्यस्तै कुराहरू यहाँ लेख्ने ठाउँ बनाइदिउँ। यो लेख्ने ठाउँ बनाउँदाखेरि पछि चाहिँ नि इन्ट्री गर्ने ठाउँमा चाहिँ के बुझिएन भने हामी छलफल गर्छौँ। अब यतातिर प्यानलहरू छ, यो देखाउने सो गर्ने भयो, नयाँ थप्ने, सच्याउने, हटाउने सबै के हो यहाँ देखिन्छ। त्यसपछि त्यसै गरी पोथीकोमा फेरि के हुन्छ भन्दाखेरि जस्तो बेच सम्बन्धी विवरण पनि, जो ब्याउँछ नि त, बच्चा पाउँछ, के गर्छ होइन, त्यो बेच सम्बन्धी विवरणहरू पनि हाल्नुपर्ने हुन्छ यहाँबाट ट्याग दिएर। अनि बेचको चाहिँ यसरी स्टेटमेन्ट आउँछ। त्यसै गरी अब यहाँबाट स्टकहरू, भेडा बाख्राको चाहिँ स्टक कति थियो भन्ने कुरा यस्तो रिपोर्टमा आउँछ कि होइन। यहाँ देखाउने गरेपछि स्टक यहाँ देखिन्छ, यसरी हेर्न सकियो। अनि त्यसै गरी चाहिँ यहाँबाट प्रमाणपत्र आउँछ है। यसरी चाहिँ प्रमाणपत्रको ढाँचा छ। म यो ढाँचा चाहिँ उसमा पठाइदिउँला, पिडिएफ पठाइदिउँला। त्यो पनि त्यहाँ रिपोर्टै छ, त्यो सफ्टवेयर त्यहाँ डेमो हालिदिन्छु म, त्यहाँबाट हेर्दा हुन्छ। अलिअलि मैले मोटामोटी कुरा भनेको मात्रै कि होइन। यहाँ आइडी खोज्यो भने यहाँ देखिन्छ, यहाँ सर्च गरेपछि अनि त्यसलाई देखायो भनेपछि यसरी यहाँ टक्क फिलअप भएर आउँछ। त्यसको 3 पुस्ते थियो नि अहिलेको, यहाँ 3 पुस्ते हाल्ने भन्थेँ नि मैले। यसमा चाहिँ नि इन्ट्री गर्ने ठाउँमा हरेक ठाउँमा यहाँ चाहिँ पुर्खाको विवरण भन्ने छ। यसैको आधारमा भरेर आउने हो यो चिजहरू है। त्यसै गरी जातीय शुद्धता क्यालकुलेट गर्छ आफै। तौलका कुरा यहाँ छन्, यी तिनै चिजहरू। अब रोगका कुरा यहाँ छन्, उपचार गरेका कुरा यहाँ छन्, परजीवी सरजीवी के लागेको थियो भन्ने कुरा छन्।
यसरी चाहिँ नि बनाउने हो मोडुल। अब यो हरेकको फेरि त्यसरी मिल्ने छ है। बङ्गुरसँगको भने यसरी आउने हुन्छ। अब कतिपय चिजहरू बङ्गुरका र भैँसीका, बाख्राका फरक हुन्छन्। जे चिज युनिफर्म छन्, एकरूपता छ, ती चिजहरू चाहिँ कमन बनाइदिए भयो। अनि अब यहाँ चाहिँ पंक्षीहरूको पनि भर्खर सुरु गरिएको छ। पंक्षीको चाहिँ खासै धेरै बनाउन सकेको छैन यहाँ। जस्तो मासु, अन्डा, के अरे त्यसपछि प्यारेन्ट के परिजन हो, अनि चाहिँ कुन समूह चाहिँ त्यहाँभित्र यसरी पशुको चाहिँ के भन्छ पंक्षीकोहरू छ। अनि त्यसमा चाहिँ इन्ट्री गर्ने ठाउँ हो, यस्तो छ। यो लट लटमा हुन्छ। यता अरू माथि चाहिँ पशुहरू यिनीहरू इन्डिभिजुअल हुन्छ होइन। तर अब चराको पंक्षीको त एउटा कुखुरो फलाना नम्बरको नामको कुखुरो भन्ने त हुँदैन होइन। कालिज, परेवा, हाँस त्यस्ता चाहिँ लट वाइज हुन्छ कि कति नम्बर लटको ब्याचको। अनि ब्याच सुरु मिति त्यो ब्याचमा कतिवटा हालिएको थियो, कति भाले कति पोथी हालिएको थियो होइन, कति अन्य थिए। त्यसपछि अब मरेका नि हुनसक्छन्, कुनै मरेका छन् भने त्यो मिति चाहिँ लेख्दै त्यो ब्याचमा मरेका छन् भने यहाँ इन्ट्री गर्ने ठाउँ हो। त्यसपछि अब त्यसको यो हरेक 10वटाको भालेको तौल कति थियो, हरेक 10वटाको पोथीको तौल कति थियो, यसले एभरेज तौल निकालेर 10वटाको चाहिँ औसत तौल निकाल्छ। औसत भन्दा 10वटाको टोटल तौल हो। बिक्री भयो भने यहाँ लेखिन्छ। यो फर्मले मागेको छ, जे कुराहरू मागेको छ यहाँ चाहिँ अन्डा सम्बन्धी विवरणहरू हालिन्छ। त्यसपछि एग्रिगेटमा प्रतिवेदन आउँछ। ठ्याक्क यसरी रिपोर्ट जेनेरेट हुन्छ। बनाउनु पर्ने चाहिँ यस्तो हो चिज।